यिनी हुन् नर्वेका हल्यान्ड भन्ने खेलाडी। अहिले भइरहेको 2026को वर्ल्ड कप फुटबलमा यिनले अति नै रोमाञ्चक खेलहरू खेलेका छन् र जति खेल खेलेका छन् उनले एकदमै राम्रो खेल पनि खेलेका छन् र प्रत्येक खेलहरूमा उनले फुटबल खेलेका होइनन् कि उनले त रेस्लिङ खेलेको हुन् कि भन्ने भान भइरहेको छ। कसैको मुखमा बलले हानेका छन्, कसैलाई अनौठो तरिकाले गोल हान्नका लागि प्रेरित गरेका छन् र कसैलाई एकदम राम्रो गोल हानेका पनि छन्। यसले गर्दा अहिले यी एकदमै चर्चामा रहेका खेलाडी भएका छन्। यिनको चर्चा अहिले विश्वभरि भएको छ। उनलाई कसैले रागो भनेको छ, उनलाई कसैले राक्षस भनेको छ र अति नै रमाइलो क्रियाकलाप पनि गरिरहेका छन् र रमाइलो पनि दिइरहेका छन् विश्वभरका व्यक्तिहरूलाई। त्यसैले अहिलेको खेल नर्वेले जित्छ कि भन्ने भान भइरहेको छ हामीलाई।